जाने बाटो आइपुग्यो गाउँ जाने बाटो आइपुग्यो कान्छ त्यो गौड जाने बाटो पनि होइन हामी यही गइरहेको झन् बाटो बिगारेको कि अरू के अब हामी जाँदैछौँ मस्त भैरवथान दिस इज आवर चार्ली एन्ड भण्डाङ मुन्डुङ मेरो क्रिस्टिना जस्टिना कान्छ एन्ड अल्सो मी हाम्रा बुझहरू ओहो के भन्छ र जान्छौँ हामी लिएर अलि राम्रोसँग देखिएन मान्छेहरू छैन हतपत्तो छैन आइसालु त डाँडाकाँडा हेर्दै हेर्नु होला हजुरहरू डाँडाकाँडा भ्यूहरू चाहिँ यस्तो मजासँग छ दामी छ यहाँ भ्यूहरू त बब्बाल हो हेर्नुहोस् यो हाम्रो गाउँ बागकोट गाउँ हजुरहरूलाई उता डाँडा गएर राम्रो देख्नुहुन्छ अहिले यो चाहिँ अब हामी भैरवथान जाने बाटो यस्तो मजाको चसो चसो घाम लागेर डाँडाकोमा हामीले त पानी छैन अर्को पानी हुन्छ होइन त त्यही पायो भने त्यहीतिर उस गराउन पानी त भैरवथान जाने बाटो छ नि मसँग छ नि टप 450 जति धेरै खर्च गर्ने होइन नि त ठिक्क हो नि हो हजुरहरूले अब होइन हजुरहरूले अब त्यो भैरवथान पुग्दैछु देखाउँछु होला अलि बाटो लाग्मा छ सो अलिक गर्मी पनि छ होइन केटा हो गर्मी छ नि है हल्का चाली त्यही पुगेपछि मजासँग अब देखाउँछु हजुरहरूले त्यहाँ झर्न पनि बब्बाल छ है झर्न पनि जान सक्छौँ है हाम्रो यस्तो बाटोहरू हेर्नुहोस् यस्तै छ गाउँको बाटो हल्का पानीले गर्दा खराब भएको छ होइन टाढा टाढा हेर्दै गर्नुहोस् होला गाइजहरू यो त भ्लगको लागि त होइन त्यही पनि आफ्नो एउटा मेमोरीको लागि चाहिँ यो भिडियो सबै जान परिवारहरूको अब सबैजना त नभनौँ 4 जना भण्डाङ भुण्डुङहरू छौँ होइन त्यही हो 3टा बच्चाहरू अनि एउटा ठुलो मान्छे त्यो नि काम नभएको मान्छे सोचिरहेको छु अब खोल्ने नखोल्ने अब यस्तो छ हेर हाम्रो डाँडाकाँडा हेर्नुहोस् होला मै त युट्युब हेर्दिनँ कि अरूको युट्युबको कुरो नि होइन ल गाइज हेर्नु हामी जाने ठाउँको यो बाटो अब हजुर मन्दिर देखाउन सक्थ्यो होला
मन्दिर त तै पनि अलिकति यहाँबाट छैन राम्रोसँग सो अहिले यो बाटो हेर्नु होला अब त्यही पैसा देखाउनु भने कोसिस गरेको थियो तर अब अलिकति बाटो पनि हेरिदिनु न त बाटो पनि रमाइलो छ डाँडा काटेर हेर्दै हिँड्नु ओइ मा धन्नै गएको यार गाउँघरको बाटो यस्तै छ तलदेखि माथिसम्म छ यो भन्डाङ हुनुङ मेरा बहिनीहरू ऱ्याप ब्याटल चले यहाँ पुरै हजुरहरूलाई देखाउने ठाउँ चाहिँ अब यहाँबाट त्यसै देख्दैन हो राम्रोसँग ऊ त्यहाँतिर छ अलिकति राम्रो देख्दैन है सो अब उतै गएपछि हजुरलाई देखाउँछु म ए हो उसको फेरि ब्याकग्राउन्ड म्युजिक ठाउँ चाहिँ अलिक उता माथि छ अलिकति गाह्रो छ भिडियोहरू चाहिँ हेर्नु होला म त यो बाटो हेर्दै गर्नु होला भ्लगिङ त होइन म किन भ्लग गर्दैछु नि यो हाल्ने होइन त होइन त्यही पनि यो भ्लग सक्दा होइन त्यही पनि हेर्नु एउटा मेमोरीको लागि यो भिडियो हाम्रो सेनपुचु गाउँको एउटा बागकोटको सानो एउटा भिडियो हेर्दा नि यादगारको लागि याद मेमोरीको लागि हो कि सो बब्बा छ फोटो कि भिडियो सबै पठाइदिनु नि तलै हेर्नु हेलो गाइस हेर्नु होला भैरवथानको अब आइपुग्नै लागेको छ उकालो चढ्दै हामी सासले फुलेर बिहाल भएको छ हामी सबै है हेर्नु होला डाँडाकाँडा र बाटो हेर्नु होला अब आइपछि यसरी सरी चार्ली हेर्नुहोस् होला गाइस राम्रो छ ठाउँ भिड आउनु होला घुम्नलाई बस अलिक हल्का गाह्रो छ यस्तो छ ढुङ्गाहरू अलिकति डाँडाकाँडा यहाँ राम्रो देख्छ भाइ बहिनीहरू आउँदै चाली यसको पसिना लुथ्रुक्कै पारेको छ हामीलाई होइन साह्रै लुथ्रुक्कै पारेको छ हामीलाई हेर्नु होला त्यही पनि उकालो न उकालो पुरै यार यसको आमा बसिरहनु भयो ए ल हेर्नुहोस् गाइज अब भैरवथामा पुग्यो यही हो राम्रो छ ठाउँ मन्दिर छ पुरै राम्रोसँग यहाँ उकालो चढ्न अलिकति गाह्रो त छ धेरै टाइम पनि लाग्दैन राम्रो पनि छ ठाउँ हेर्नु होला पसिना तुर भएको छ हामी मस्तसँग हो के र हेर्नु होला डाँडाकाँडा एउटा यो चाहिँ अब हामी पनि फर्स्ट टाइम आएको थाहा छैन त्यसरी के हो यो धारा छ ऊ त्यहाँ लभको मात्रै उस छ गुम्बा त माथिपट्टिको हो यो चाहिँ भैरवथान भयो हेर्नु होला यहाँ सधैँको लागि सधैँ अलवेज खुल्ला हुन्छ अरे रोक न रोक हेर्नु होला ठाउँ राम्रै छ भैरवथान हुन त ल सौत कान्छ चार्लीलाई हेर्नुहोस् होला गाइज भैरवथान अब हामी सक्छौँ भने भ्याउन सक्छौँ भने हजुर देख्नु भएको कि भएको छैन हो यहाँ एउटा सानो झर्ना बगिरहेको छ क्या एकछिनपछि अब त्यही जाने हो हामी
जुन अलिकति यहाँ छ, टाढै छ, जङ्गलको बिचमा पर्छ, हल्का बाटोले अप्ठ्यारो छ, जाने प्रयास गर्छौँ हामी। अब जान सक्छौँ भने हजुरहरूले भिडियोमा देखाउँछौँ, सकेन भने अब त्यस्तै हो। त्यस्तो नभन्दा जान त मन लाग्छ है, राम्रो छ त्यो झर्ना पनि हेर्दा। जुन यहाँबाट यस्तो बब्बाल देखिएको छ त्यो झर्ना है, बरु एउटा चाहिँ यो भैरवथान आउँदामा लास्टै गर्मीले पसिना तुर तुर भएर बिहाल भएको छ है। एउटा चाहिँ यो चाहिँ हाम्रो भैरवथान भइहाल्यो। बहिनी भाइहरू पनि आइपुगेको छ यहाँ सबैजना। अब हामी केही समय एकछिन यहाँ बस्नेछौँ, त्यसपछि हामी उता झर्न जाने बाटो लाग्नेछौँ, जुन हेर्दा वनबाट जाँदै गर्दो रहेछ। अलिक गाह्रै छ, जान सक्दैन हो बच्चाहरू? सक्दैन, पसिनाले सबैजना तुरै भएको छ, हो कि होइन? ल गाइस, हामी अब एकछिनसम्म यहाँ बस्छौँ है। हजुरहरू यो हेर्नु होला, अब भैरवथानको केही दृश्यहरू यहाँबाट हेर्नु होला। हाई डाँडाकाँडा चाहिँ राम्रो छ, हेर्नु होला डाँडाकाँडा। ल गाइस, हामी अब त्यो झर्ना जाने बेला अब हजुरलाई त्यो उसको नि भिडियो देखाउँछ। अब जान सक्छ थाहा भएन, अब वन जङ्गलबाट अलि जानु पर्दो रहेछ। कता त्यहाँ त्यो अलिकति त्यहाँ उसबाट पुगेर जान्छौँ। यो वन जङ्गलबाट यस्तरी जाने गर्छौँ हामी, यहाँबाट जान्छौँ। अब भ्याउँदै थाहा भएन, जति सक्छ हामी आधी बाटोसम्म भए पनि पुरै भिडियो देखाउने प्रयास गर्छौँ। हामी चाहिँ पुरै बाटै पुरै देखाउने गर्छौँ। सो अहिले चाहिँ हामी एकछिन पछि होला हेर्नु, हाम्रो यो भैरवथानको पहिलो दर्शन गर्ने ठाउँ। पहिला यो स्वयम्भू जस्तो अलि बुद्धको वाटरफल छ यहाँ। हेलो बोल, कान्छी बाइकबाट धुवा निक्लिन्छ।